ला भाइ चिया। धन्यवाद दाइ। अनि के छ त तेरो खबर? मेरो त ठिकै छ नि। धेरै पछि भेटिस् त यार। म अहिले बाहिर गएको थिएँ अनि भर्खर हिजो बेला आएको थिएँ म घरतिर। ए हेर्न मलाई एउटा भाइले फोन गर्दै थियो हिजो बेलुका। दाइ भोलि बिहान आउँछु, सुगर प्रेसर नाप्नु पर्यो तपाईँको भन्दै थियो। 8 बजिसक्यो अहिलेसम्म आएन यार। कहाँबाट फोन आएको त नि? को भाइले फोन गरेर रहेछ त्यसो भए? खै एउटा संस्थाबाट भनेको थियो। अनि अब भोक लाग्यो होइन, तपाईँ नि आइस, अब ट्याक्क 2 जना भएर चिया खानुपर्छ भनेर चिया नि लिएर आइहालेँ मैले। अब भोकै बस्नुपर्छ त भन्दै थियो। अहिले सोधिहाल्यो भने खाएन भन्नु पर्ला नि। त्यही गर्ने त होला नि अब। ओहो के हो यो? के भयो र? चियामा चिनी नै छैन यार। यो बुढीले चिनी नै हाल्न बिर्सिसक्यो यार। यो खाम कि नखाम पो भयो मलाई त यार। चिनी थपेर खायो भइहाल्छ। ओ बुढी, ओ बल्ल यस्तो पो हो चिया भनेको। चिनी किन हाल्ने यो बुढी यार? अब भोलिबाट अलि धेरै चिनी हाल। दाजु नमस्कार। नमस्ते भाइ। आरामै हुनुहुन्छ? हजुर। मैले हिजो फोन गरेको थिएँ नि दाइ, मैले सुगर प्रेसर जाँच गर्नको लागि हजुरको भनेर। ए भाइ हजुर दाइ हो, म चाहिँ नेपाल विकास समाजको प्रोजेक्ट अफिसर जीवन भण्डारी हो दाइ। अनि मैले चाहिँ हजुरको सुगर चाहिँ खाली पेटमा जाँच गर्ने भनेर भनेको थिएँ। अनि केही नखानु पनि भनेको थिएँ। केही खानु भयो र हजुरले? केही खाएको छैन भाइ। के खान्छौ र? पानी चाहिँ खाएको हो 2 गिलास। हजुर। त्यस पछाडि त केही खाएन भाइ। तिमी अलि ढिलै आयो। हजुरले चिया पक्कै नखानु भएको हो र दाइ? थाहा छैन भाइ, अब विश्वास गर न यार। पानी चाहिँ खाएको हो। हजुर। अब त्यो गर्न मिल्छ भने गर। त्यसो भए म हजुरको आज प्रेसर पनि जाँच गर्छु दाइ, अनि सुगरको पनि जाँच गर्छु है त। हस् दाइ, हस् दाइ। यो चाहिँ हाम्रो डिजिटल बिपी सेट हो दाइ। हो, यसबाट चाहिँ हामीले चाहिँ हजुरको प्रेसर कस्तो छ भनेर चाहिँ हामीले जाँच गर्छौँ क्या दाइ है। हजुरले पक्कै चिया कफी केही खानुभएको थिएन नि है दाइ? केही खाएको छैन भाइ, मलाई भोक लागेर यहाँ कस्तो गाह्रो हुन्छ। ए हजुरले यदि खानुभएको भए चाहिँ हामीले कम्तीमा आधा घन्टा चाहिँ हामीले पर्खनु पर्ने थियो। धन्न नखाएछ है। हजुर, नखानु भएको भएर ठिकै भयो दाइ। यदि हजुरले खानुभएको थियो भने चाहिँ चिया कफी अथवा धुम्रपान गरेको अवस्थामा चाहिँ हामीले कम्तीमा 30 मिनटसम्म चाहिँ हामीले पर्खनु पर्ने हुन्छ क्या दाइ। ए धन्न मैले खान छु, नत्र भए त गाह्रो हुने। अझै आधा घन्टा कुर्न त गाह्रो पो हुन्छ मलाई। सँगसँगै हजुरहरूले अब मुटुको ढड्कन बन्ने, श्वास फुल्ने त्यस्तो कामहरू गर्नुभएको भए पनि हामीले चाहिँ पर्खिनु पर्ने थियो हजुरलाई। अब चाहिँ म हजुरको यो डिजिटल बिपी सेटबाट चाहिँ हजुरको प्रेसर नाप्छु ल। हुन्छ भाइ, हुन्छ। छिट्टो छिट्टो गराउनु त, मलाई भोक लागेको। ए पहिला चाहिँ हामीले यो हजुरको देब्रे हातमा नाप्ने हो दाइ। यो ज्याकेट रहेछ दाइ, ज्याकेटबाट चाहिँ अलिक बाक्लो कपडा भए चाहिँ हामीले हटाउनु पर्ने हुन्छ। पातलै छ यो त। होइन दाइ, यसो हामीले एक्ज्याक्ट पनि त निकाल्नु पऱ्यो नि नापिसके पछाडि। फेरि जाडो जाडो भएछ कि त्यही भएर अलिक खोल्न मन। अब केही समय त पर्खनु पऱ्यो नि दाइ। एक्ज्याक्ट डेटा आउनु पऱ्यो, राम्रोसँग तपाईँको प्रेसर कति रहेछ भनेर नाप्नु पऱ्यो हामीले। खोल्नै पर्ने हो? खोल्नै पर्छ दाइ, खोलिदिनुहोस् न है। ल त नि, ल अब छिटो छिटो गरौँ पऱ्यो। ल पुरै खोल्नुपर्छ कि? पुरै खोलिदिनुहोस्, ज्याकेटै पुरै निकालिदिनुहोस्। पिसाब सिसाब लाग्छ कि के छ दाइ? पिसाब त लाग्छ छैन भाइ। ए लागेको भए पनि हामी चाहिँ त हजुरलाई चाहिँ चर्बी जान अनुरोध गरिन्थ्यो कि है। अनि एक्ज्याक्ट डेटा निकाल्नुपर्छ हामीले, त्यही भएर है। अनि हजुरसँग चाहिँ कुनै डिजिटल कुराहरू मोबाइल फोनहरू छन् भने नै हटाइदिनु पर्ने हुन्छ। यो घडी पनि हजुरको स्मार्ट वाच हो है? हजुर, यो पनि खोलिदिनुहोस् ल। यो चाहिँ हामीले हजुरको देब्रे हातमा लिन्छौँ है। अनि यो हच्किलालाई चाहिँ माथि उठाउनु पर्ने हुन्छ, कुर्चीमा आडमा लगाइदिनु पर्ने हुन्छ। आर्टिस लगाइदिनु ल। अनि यो खुट्टालाई चाहिँ तल राम्रोसँग टेक्दिनु होला है, मजाले है। ल अब चाहिँ अगाडि बढाउ होला। अनि यो प्रेसर नाप्दा चाहिँ हामी दुवैजना बोल्नु हुँदैन। हजुर पनि नबोलिदिनु होला, म पनि बोल्दिनँ है दाइ। ल ल अब सुरु गरौँ है त दाइ। हुन्छ भाइ। र यो चाहिँ हामीले चाहिँ 3 पटकसम्म चाहिँ हामीले हजुरको नाप लिनुपर्ने हुन्छ दाइ। र अब 1 मिनटको अन्तरमा लिने हो। अब फेरि 1 मिनट पछाडि हजुरको प्रेसर लिन्छु ल। ल अनि यो खाना लानु पर्दैन? खाना लानु पर्दैन नि दाइ। यो सबै यसकै स्क्रिनमा आउँछ के हजुरको कति रहेछ भनेर। सबै यही मेसिनमा हामीले देखिन्छ। सजिलो पो रहेछ है यो त। हजुर दाइ। ल 1 मिनट पनि भयो दाइ। अब अर्को रिडिङ लिऊँ है। ल
आरएस लगाइदिनु होला, अहिलेकै जसरी खुट्टालाई टेक्दिनु होला। ल अब अर्को रिडिङ लिन्छु है। ल हरेक 1 मिनेटको अन्तर पछाडि चाहिँ अहिले हाम्रो तेस्रो रिडिङ पनि लियौँ दाइ। दाइ हजुर हजुरको अघि हामीले प्रेसर नाप्दा नि अलिकति बढी देखाएको थियो, सुगर पनि अलि बढी नै छ दाइ हजुरको। बढी भनेको कति हो भाइ? बढी भनेको हामीले चाहिँ 126 भन्दा माथि भयो भने चाहिँ हजुरको मधुमेह भनेर चाहिँ हामीले वर्गीकरण गर्छौँ दाइ। मेरो चाहिँ कति आयो? तपाईँको प्रेसर पनि माथिको अथवा सिस्टोलिक चाहिँ 140 भन्दा माथि नै थियो, डायस्टोलिक 90 वा त्योभन्दा माथि नै थियो। अनि हजुरको सुगर पनि 126 भन्दा माथि आएको छ दाइ हजुरको। अलिअलि माथि आयो कि धेरै नै माथि आयो त नि? अलिकति बढी नै छ दाइ। पहिला मलाई हजुरसँग एउटा कुरा सोध्नु मन लाग्यो, हजुरले पक्कै केही खानेकुरा अथवा चिया अथवा केही खानेकुरा खानुभएको थियो कि थिएन भनिदिनु न मलाई। भाइ तिमी पहिल्यै भन्यौ, अब हिजै फोन गरेका खाना त खाँदै, अब तिमीलाई के ढाँट्ने भनेर। हजुरले फेरि पहिला त केही पनि थिएन भन्नुभएको थियो नि त। अहिले मैले जाँच गर्दा चाहिँ हजुरको सुगर प्रेसर दुवै चाहिँ बढी देखायो। त्यो भएको कारण चाहिँ मैले तपाईँसँग एकचोटि फेरि कन्फर्म गर्न मन लाग्यो क्या दाइ। ए हो के रे? अब मैले खाना त खाएको हो, के खानुभएको थियो? चिया मात्रै खाएको हो। अब चिया खाएकोलाई नि के खाएको भन्ने त नि? होइन नि दाइ, हाम्रो वर्गीकरण नै त्यही अनुसारको हुन्छ। सुगरको हामीले खाली पेटमा जाँच गर्ने हो अनि त्यही अनुसारको वर्गीकरण हुन्छ। त्यो भएर चाहिँ अहिले हाम्रो चाहिँ मिलेन नि त दाइ, हजुरको खाली पेटको जाँच भएन यो त। भर्खरै मैले जाँच गर्दाखेरि हाम्रो एकजना दाइको सुगर प्रेसर जाँच गर्दा अलिकति बढी आयो भनेर दाइसँग चाहिँ कन्फर्मेसन लिनको लागि चाहिँ दाइलाई सोधेर गर्दाखेरि चाहिँ दाइको चाहिँ खाली पेटमा जाँच भएको रहेनछ। र यसबाट चाहिँ हामीले के पत्ता लगाउन सकियो भने चाहिँ हामीले जाँच गर्दाखेरि चाहिँ सहभागीलाई राम्रोसँग स्पष्ट रूपमा चाहिँ हामीले हाम्रो जाँच कस्तो खालको हो भनेर चाहिँ राम्रोसँग भनिदिनु पर्ने हुन्छ। र खाली पेट र खाना पछाडिको जाँच अनुसार चाहिँ फरक फरक आउने भएको कारणले गर्दाखेरि चाहिँ हामीले जाँच गर्ने भनेको खाली पेटको जाँच हो। र तसर्थ हामीले चाहिँ सहभागीलाई चाहिँ स्पष्ट रूपमा जानकारी दिएर हाम्रो जाँच कस्तो हो भनेर चाहिँ भनेर मात्रै हामीले जाँच गरियो भने बल्ल मात्र हामीले चाहिँ सही डेटा अथवा सही नम्बर चाहिँ हाम्रो जाँच चाहिँ हाम्रो हुनेछ। ल अवस्था हामीले चाहिँ हाम्रो जाँच चाहिँ कसरी गर्न सकिन्छ भनेर चाहिँ एउटा छोटो भिडियो मार्फत चाहिँ हामीले हजुरहरूलाई केही जानकारी दिएका छौँ। र यदि भन्दै चाहिँ अब म बिदा हुन्छु। धन्यवाद।